पोखरामा चलेको एकदम फेमस भनेको सनराइज नै हो। यहाँ सिक्नलाई सहज छ एकदम सहज छ। यहाँ सरहरू पनि एकदम सहयोगी हुनुहुन्छ, नरिसाइकन सोधेको कुराहरू सिकाउनुहुन्छ, यसो गर्नु भन्नुहुन्छ, आफैले पनि सिकाइदिनुहुन्छ। यहाँ एकदम राम्रो वातावरण नि छ, स्वच्छ हावापानी एकदम नेचुरली तरिकाले हो हल्ला छैन। सबैजना एकदम यहाँको सिकाउने दाइहरू दिदीहरू पनि एकदम फ्रेन्डली हुनुहुन्छ, एकदम राम्रोसित सिकाइदिनुहुन्छ। सबैजना आइदिनु होला, सिप सिकौ केही गरौँ। मैले स्कुटर पनि यहीँबाट सिकेर एकपटकमै लाइसेन्स निकालेँ। मेरो बाबुले नि बाइक एकपटकमै लाइसेन्स निकालेको हो। नमस्ते है। हजुर नमस्कार सर। हजुरको परिचय राख्दिनु। मेरो परिचय, मेरो नाम शान्ति तिवारी। हजुर। हाल बसोबास मालेपाटन 5 पोखरा। हजुर। मेरो गाउँको घर चाहिँ पर्वत पुष्प नगरपालिका वार्ड नम्बर 10 हो। हाल बसोबास चाहिँ मालेपाटन। के गर्नुहुन्छ हजुर? म साइको सोसल काउन्सिलर पनि हो, म ट्रेनिङहरू पनि दिन्छु अनि मेरो आफ्नै अफिस पनि छ। कति दिन भयो हजुरले यो सिक्न थाल्नुभएको? मैले यहाँ गाडी सिक्न लागेको 5 दिन भयो सर। 5 दिनमा पर्फेक्ट मलाई पनि घुमाउनु भयो सर र? हजुर। कति छिटै सिक्नु भएछ त? छिटै आत्मबल हुनु पर्यो सर। सबभन्दा पहिला म भित्रैदेखि गर्न सक्छु भने भएर आत्मबल आयो भने असम्भव केही पनि छैन, सबै सकिन्छ। त्यही भएर 5 दिन भयो उकालो ओह्रालो एड सबै सकेर आज मैले एलब्याकमा सिकेको। एलब्याकमा? हजुर। भनेपछि यहाँ सिक्नलाई सहज छ एकदम सहज छ। यहाँ सरहरू पनि एकदम सहयोगी हुनुहुन्छ, नरिसाइकन सोधेको कुराहरू सिकाउनुहुन्छ, यसो गर्नु भन्नुहुन्छ, आफैले पनि सिकाइदिनुहुन्छ। पहिला त आफूले सिक्ने चाहना हुनु पर्यो होइन। यहाँ सजिलो पनि छ। यहाँ सिकेपछि लाइसेन्स एकपटक बढीमा 2 पटकमा त निस्किहाल्छ। त्यही भएर धेरै जसो जहाँ पोखराभरिको मान्छेहरू यहाँ आउनुहुन्छ सिक्नलाई। एकदम राम्रो छ सनराइज। हजुर हजुर। के छ हजुरलाई गाडी सिकेर हुन्छ नि एउटा आवश्यकता नसिकी नभएर चलाउनलाई साधन भएर आफूसँग सिप नभएको कारणले सिक्नु भयो कि अथवा अहिले सिकिराखौँ न फुर्सदमा जानिराखौँ पछि गाडी किनेछ भने काम लाग्छ भन्ने हिसाबले सिक्नु? होइन सर, मलाई एकदम आवश्यकता भएर नै हो। मैले स्कुटर पनि यहीँबाट सिकेर एकपटकमै लाइसेन्स निकालेँ। मेरो बाबुले नि बाइक एकपटकमै लाइसेन्स निकालेको हो। मलाई गाडी पनि घर गाडी छ, म पनि हिँडिराख्नु पर्ने अनि सरको भरमा मात्रै नहुने, सरलाई लैदिनु न भन्न पर्ने, सरलाई कुर्न पर्ने, आफ्नै साधन भए त सजिलो हुन्छ भनेर म आवश्यक नै पऱ्यो सिक्न लागेको। एकदमै राम्रो। जस्तो अहिले महिला दिदीबहिनीहरूले अलि हिम्मत गर्नुहुन्न कि सिक्नलाई, चाहे स्कुटी होस् चाहे गाडी होस्। अब तपाईँले चाहिँ के सुझाव दिनुहुन्छ? कतिको सहज रहेछ सिक्नलाई, के रहेछ अलिकति अनुभव सेयर गरिदिनुहोस् न। मेरो अनुभव एकदम सजिलो छ। आउनु सिक्नु सबभन्दा तपाईँले म सिक्छु नै, म सिकेर लाइसेन्स निकालेरै छोड्छु भन्ने आत्मबल आउनु पऱ्यो, भित्रैदेखि आत्मविश्वास हुनु पऱ्यो। त्यो भएपछि यहाँ आइसकेपछि सरहरूले राम्रो तरिकाले सिकाइदिनुहोस्। आउनुहोस्, सिक्नुहोस्, आफ्नो खुट्टामा आफै उभिनुहोस्। सानो कुरामा नि बुढाको भर नपर्नुहोस्, अरूको भर नपर्नु। हामी माइग्रामा हिँड्न पर्दा दिनको जाँदा आउँदा मात्रै 50-60-100 रुपियाँले पनि पुग्दैन। अब यहाँ स्कुटर सिकेर ल सस्तो खाले सेकेन्ड ह्यान्ड स्कुटरै 40-50 हजारमा लियौँ भने नि त छोराछोरीलाई स्कुल छोड्नु भयो, आफू जागिर खाने महिलाहरूले जागिरमा जानु सजिलो भयो। एउटा आउनुहोस्, सिक्नुहोस्, सिक्नुपर्छ, आफ्नो खुट्टामा उभिनुपर्छ भन्न चाहन्छु। भनेपछि अब बुढा र छोरालाई आफै गाडीमा राखेर सर घुमाउने? सर बुढा र छोरालाई आफै गाडीमा राखेर लैजाने, अफिस पनि गाडी लिएरै जाने, मेरो चाहना चाहिँ त्यो छ। हस्, धन्यवाद है तपाईँलाई। थ्याङ्क यू सर। एकदम कन्फिडेन्ट कति छ? एकदम कन्फिडेन्स 100%। ल के भन्न चाहनुहुन्छ त अब तपाईँ जस्तै सिक्न चाहनेहरूको लागि? अब हुन त धेरै ड्राइभिङ स्कुलहरू छन्, अरूभन्दा फरक राम्रो सनराइज हो भन्ने केही छ आधार तपाईँसँग? यहाँ एकदम राम्रो वातावरण नि छ, स्वच्छ हावापानी एकदम नेचुरली तरिकाले हो हल्ला छैन। सबैजना एकदम यहाँको सिकाउने के भन्छ दाइहरू दिदीहरू पनि एकदम फ्रेन्डली हुनुहुन्छ, एकदम राम्रोसित सिकाइदिनुहुन्छ। सबैजना आइदिनु होला, सिप सिकौ केही गरौँ। तपाईँले यो के कामको लागि सिक्नु भएको कि विदेश जानुभएको हो कि अथवा आफ्नो घरमा गाडी भएर हो कि अथवा सिकिराखौँ भनेर के? म यो अब पछि अब विदेश जानलाई अब पछि विदेश गएर आइसकेपछि नि नेपालमा केही न केही अब एउटा सिप हुन्छ, आफूसित सिप सिकेपछि स्किलफुल भइसकेपछि एउटा सिप हुन्छ। पछि विदेश गएर आइसकेपछि नि नेपालमै अब गाडी चलाएर आफैले गाडी किनेर हिँड्न सकिन्छ भनेर। कति उमेरको हुनुभयो? म 19 वर्ष। 19 वर्षमा गाडी सिक्नुभयो है? हजुर। ल अब भनेपछि लाइसेन्स पनि निकाल्ने? हजुर। एकदम आशामा हुनुहुन्छ? हजुर एकदम। ल है त एकदम अल द बेस्ट। थ्याङ्क यू। हजुर प्रशिक्षार्थी हो? हजुर म सिक्दै हो। कति दिन भयो सिक्न थाल्नु? हजुर 5 दिन भयो सर मैले सिक्न लागेको। 5 दिन भयो। हजुर। कस्तो अनुभव भइरहेछ? कतिको सजिलो? एकदम सजिलो। यहाँको सरहरूले एकदम राम्रो वातावरणमा रमाइलो तरिकाले हाँसी एकदम खेले जस्तो तरिकाले सिकाउनुहुन्छ। 5 दिन भयो। आज मैले एलब्याकमा पुऱ्याइसकेँ गाडी।
ए 5-6 दिनमा है? हजुर 5 दिनमा उकालो ओह्रालो हिजो सकियो। अब आज हेलब्याकमा मैले स्कुटी पनि यहीँ सिकेको हो। हजुर। एकपटकमै लाइसेन्स निकाल्ने मैले स्कुटीको। मेरो बाबुले नि बाइक सिकेको यहीँबाट। एकदम सरहरू सिकाउने सरहरू यहाँ मिसहरू नि हुनुहुन्छ सिकाउने। ए लेडिज पनि? हजुर लेडिज पनि हुनुहुन्छ। उहाँले नि गाडी पनि सिकाउनुहुन्छ उहाँले। एकदम राम्रो छ सर। धेरै जसो मान्छेले पोखरामा चलेको एकदम फेमस भनेको सनराइज नै हो। सनराइजको ब्रान्च पनि 3-4 छन् हैन? हजुर म पनि मालेपाटन उहाँ पनि थियो ट्रेनिङ सेन्टर ड्राइभिङ ट्रेनिङ सेन्टर छोडेर अनि यो सनराइज राम्रो छ भनेर अनि यहाँ हो म सिक्न आएको। सबै मैले चिने जानेको सबैलाई यहीँ पठाउँछु मैले नि। अब अहिलेको जमानामा हुन्छ नि लेडिजहरू अलिक कमै हुनुहुन्छ, अलि हिम्मत कम गर्नुहुन्छ साधन सिक्न, चाहे स्कुटी होस् चाहे गाडी होस्। हजुर। के भन्न चाहनुहुन्छ त्यस्ता महिला दिदीबहिनीहरूलाई जो अलिकति आफूमा हिम्मत कम गर्नेहरूलाई? हजुर म के भन्न चाहन्छु भने सबभन्दा पहिला आफूलाई भित्रैबाट आउनु पर्यो। म सिक्छु भनेर भित्रैबाट हिम्मत लिएर आउन सक्नु पर्यो। सक्यो भने हुन्छ। मलाई डर लाग्थ्यो पहिला स्कुटी सिक्दा नि डर लाग्थ्यो, म सक्दिनँ कि जस्तो लाग्थ्यो। अनि यहाँ आएपछि मलाई एकदम आत्मबल बढ्यो। सरहरूले नि हौसला दिए सिक्नुपर्छ गर्न सकिन्छ भन्नुभयो। भित्रैदेखि होइन मैले गरेर सिकेरै छोड्छु भनेर अनि मैले स्कुटी पनि पहिलोपटकमै लाइसेन्स निकालेको। त्यही भएर दिदीबहिनीहरू अहिले गाडी पनि सिक्दैछु मैले। आज 5 दिन भयो। गाडीको पनि एकचोटिमै लाइसेन्स निकाल्ने सुरुमा छु। अब हेरौँ के हुन्छ। हजुर दिदीबहिनीहरू सिक्नुपर्छ। बाबु नानीहरूलाई स्कुल पुऱ्याउनु अनि बुढालाई सहारा लिनुपर्छ, आइदिनु भन्नुपर्छ। बुढाको नि अफिस हुन्छ होइन। अनि यति काम नि गर्न सक्दिनस् भनेर रिसाउनुहुन्छ। त्यही भएर गर्न नसकिने केही पनि छैन। हेर्नु केटाकेटी भन्नै पर्दैन। म त सक्दिनँ। कस्तो 80-81 वर्षको बुवाले सिक्दै हुनुहुन्छ यहाँ है। त्यही भएर सकिन्छ, सिक्नुपर्छ। आउनुहोस् सिक्नुहोस्, आफ्नो खुट्टामा आफै उभिनुहोस् भन्न चाहन्छु। एकदमै सही कुरा गर्नु तपाईले है। हजुर।